मैले एकजना आफ्नो नजिकैको आफन्तलाई सल्लाह दिएँ विदेश नजानु भनेर, अथवा सम्पूर्ण देशवासी महानुभावहरूलाई पनि, देशमा जो हाम्रो आफ्नो देशको हुनुहुन्छ उहाँहरूलाई पनि म के भन्छु भनेदेखि विदेश जानु हुँदैन, छोरा होस् या छोरी कोही पनि विदेश जानु हुँदैन भन्ने कुरा भन्छु। त्यस पछाडि मैले प्रसङ्ग अहिलेको जोडेर अर्कोतिर लगेँ। त्यो मानिसलाई चाहिँ मैले भनेको थिएँ विदेश जानु हुँदैन भनेर, तर उहाँले के भन्नु भने आफू चाहिँ विदेश गएर अनि अरूलाई चाहिँ विदेश नजानु भन्नुहुन्छ तपाईँ भनेर भन्दाखेरि उहाँले यो कुरा बुझ्नु भएन कि म विदेश गएकै कारणले चाहिँ विदेश जानु हुँदैन। विदेशमा गएर कमाएको ज्ञान अथवा विदेशमा गएर कमाएको सम्पत्ति भन्दा स्वदेशमै गरेर कमाएको सम्पत्तिको भेल्यु चाहिँ अथवा वेटेड भेल्यु चाहिँ एकदम बढी हुन्छ, अथवा जुन तपाईँ विदेश गएर जुन गेन गर्नुहुन्छ त्योभन्दा लुज बढी हुन्छ, अथवा तपाईँको आफ्नै देशमा गरेको कामहरू चाहिँ त्यो चाहिँ फाइदामन्द हुन्छ भनेर मैले जुन कुरा भन्छु त्यो चाहिँ म आफू विदेशमा गएको कारणले न थाहा भएको हो। त्यसैले म सबैलाई भन्ने गर्छु विदेश कसैले पनि जानु हुँदैन। यदि तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ र माइन्ड बनाउनु भएको छ विदेश जाने भने कृपया त्यस्तो काम नगर्नु होला।